सेट। अनि अब चाहिँ यहाँ चाहिँ हामी चाहिँ अब खानासाना खाएर टक्क केटिएक्स चढेर चल्दिनु पर्यो गुल्सानतिर। ल सोल्टी यसो हामी मान्छे देखाउँ न मलाई। अहिले चाहिँ हामी हेउँदै जाँदैछौँ, गाइजहरू अगाडि हिँड्दैछ र अहिले 7 पनि परिसकेको अवस्था छ। यहाँको हेउँदैको यो जति पनि लुक्स छ एकदम बिल्डिङहरू छ बब्बाल छ। यहाँ चाहिँ आज लास्टै धेरै चहलपहल पनि भइराखेको छ र अहिले चाहिँ हामी लगभग 5-7 जना छौँ। एकदमै गर्मी छ र गर्मीले गर्दाखेरि चाहिँ एकदम सफ्ट लुगा लगाएर आएको छ। एकदम हाम्रो क्यामेराम्यान सोल्टी पनि आज बबाल ह्यान्डसम भएर आएको छ। अब खोइ निदा गर्नु न, हेर्नु ल एकदम बबाल रमाइलो गर्नुपर्छ है त। के भन्नु न त हेउँदैको फर्स्ट अनुभव छ। अब हेरौँ समुद्रतिर जाने ल ठिक छ। यहाँ चाहिँ चहल पहल निकै राम्रो हुन्छ, पहिला पनि आएको हो। बब्बाल बिल्डिङहरू छ यहाँ माथि माथि टप खतरा छ। मेरो केटाहरू अगाडि हिँड्दैछन्। कस्तै गर्मी छ यार। देखाउनु क्यामेराले राम्रो निकाल्छ नि त। यो जेआरएफ भन्ने यो रेमिटेन्स यहाँ रहेछ, अनि जे मनी रेमिटेन्स यहाँ रहेछ। कस्तो बसहरू पुगिरहेछ, गाडीहरू धेरै हिँड्दो रहेछ। हामी चाहिँ यो वर्षको गर्मी बिदालाई चाहिँ व्यापक रूपले मनाएर चाहिँ हामी चाहिँ अब रुमतिर फर्किँदैछौँ। टिकट पनि काटिसकेका छौँ। त्यो सोल्टीले त झन् के गरे कुरै छोडौँ होइन, कुरा गर्छ। त्यसमा अब एकदम इन्जोय गरियो। अनि यो सोल्टी चाहिँ होइन, हामी कहाँ गयो अरे हेउँदै गएर चाहिँ पुरा बिचमा गएर पौडी खेल्यो। यो सोल्टी चाहिँ पौडेन, तर खुम सोल्टीलाई चाहिँ पौडेको देख्दा जलगैँडा जस्तो देखेको थियो मैले। पुरै जलगैँडा जस्तो पुतुक पुतुक गर्दै हिँडिरहेको थियो। यहाँ सबै मान्छेहरू बसिसकेका छन्, हल्ला पनि बेसी गर्नु मिल्दैन। त्यसले गर्दाखेरि हामी चाहिँ अब चिल तरिकाले जान्छौँ। अनि के गर्छौँ अब त्यहीँ गएर थाहा हुन्छ है त। अहिले चाहिँ मान्छे दिएको कलेक्ट छ। हामी चाहिँ अहिले हाम्रो कम्पनी जाने बस स्टेसनमा पुगिरहेका छौँ। अब हामी पुगेर अघि बढ्नु न केटा, अघि बढ्नु।